साथीहरु तपाईलाई एउटा इम्पोर्टेन्ट जानकारी मूलक भिडियो लिएर आएको छु मैले। जुन टमाटर हामीले बजारबाट किनेर लिएर आएर 1 महिनासम्म पनि राख्दाखेरि यसरी कुइदैन र यसरी चाउरी पर्छ, नकुइकन यसरी चाउरी पर्छ, यसरी चाउरी पर्छ भने सम्झिनुस् यो टमाटर अर्ग्यानिक टमाटर हो। यो मैले आफ्नै फर्ममा 1 महिना अगाडि टिपेर राखेको टमाटर हो। अहिलेसम्म कुनै पनि टमाटर कुइएको छैन, बरु चाउरी परिसकेको छ। यी बुढी मान्छेको गाला जस्तो चाउरी परेको छ। यो भनेको अर्ग्यानिक विषादी रहित टमाटर हो साथीहरु। हामीले यसरी विषादी नहालेको टमाटर चिन्न सकिन्छ र जुन टमाटरलाई यस्तो यो घाउहरु यस्तो यो खटिराहरु लागेको छ नि, यो टमाटर भनेको विषादी नहालेको अर्को मेन भनेको, किनकि यसलाई कुनै पनि विषादी औषधि नहालेको र यसलाई किराले विषादी नहालेको टमाटरलाई यसरी किराले यसरी काट्छ, यसरी हुन्छ है। विषादी हालेको टमाटर चाहिँ सर्लक्क परेको एकदम राम्रो चिल्लो हुन्छ भने त्यो विषादी हालेको हो। यसरी चिन्न सकिन्छ साथीहरु विषादी हालेको टमाटर र नहालेको टमाटर। तपाईले बजारबाट किनेर लिएर आउनु भएको टमाटर 2 दिनमै पेलत्त हुन्छ भने सम्झिनुस् त्यो विषादी युक्त टमाटर हो। 1 महिना भएको टमाटर यस्तो छ साथीहरु।